हामी चाहिँ यो फेरि बेसीमा आएको छौँ। यो गाउँमा पानी ल्याउन हाम्रो गाउँमा पानी ल्याउनु एकदम गाह्रो छ क्या। फेरि माथिबाट पानी ल्याएर लेकबाट ल्याएर बेसीमा झारेर यहाँबाट यो पाइपमा हालेर सरर लगेर यहाँबाट धेरै तल पुर्याउनु पर्ने छ। चुहिएको छ पानी यता, फेरि उहाँबाट ध्वस्तै यहाँबाट यसरी चुहिए खै यो पानी आधी उठ्दै चुहिँदो त कति पुर्याउने हो खेतमा खै। यहाँनिर चाहिँ भाइले थुन्दैछ पानी नचुहियो भन्नलाई, अलिक धेरै चुहिदिएको छ यो पाइपमा। अनि हेरौँ थुन्दैछ यो। फेरि यहाँनिर त्यो लुगाले बाँधेको रहेछ। यो अलिक राम्रोसँग व्यवस्थित छैन नि त यो हाम्रो ठाउँतिर, मिलाएर गर्नुपर्छ है। त्यही भएर गर्दैछ भाइले। हामीले पाइपबाट पानी यहाँसम्म यति चाहिँ निकाल्न सक्यौँ। अब यही पानीलाई हामीले तल लाने हो। हेरौँ कहाँसम्म पुर्याउनु त जसरी नै पुर्याउनु पर्छ। अब कति पुर्याउँछौँ भन्ने कुरो हो। यहाँ चाहिँ यस्तो बाटो यस्तो रहेछ, यता अर्काकोतिर जाने भयो। फेरि हामी यता खनेर यता माथिबाट लान्छौँ। अनि त्यताबाट धेरै टाढा छ, यहाँबाट धेरै तल पुर्याउँछ। त यो डाँडा माथिबाट यो डाँडाभन्दा नि पारिबाट ल्याएको पानी हो क्या। ठ्याक्कै टालेर सर जाँदैछौँ यो पर पुर्याएपछि हामी ओह्राल लगाउनुपर्छ ट्याक्क, होइन भाइ? सब यस्तै गाउँ भएको जहाँसुकै गाउँ गाउँ धेरै तल छ खेत। त्यही भएर अनि यो पानीले तल पुर्याउनुपर्छ। यहाँ चाहिँ पानी आउँदैछ, त्यो पानीलाई बिस्तारा आउँदैछ। यो पानी कहिले पुर्याउने खेतमा जिन्दगीमा? हट्ट पानी आउँदैछ है। यो बाटो पुरै भरिएर आउनु पर्यो। कोदालो यहाँ छ, कोदालो है। यो बाटो भरेर यहाँ आउँछ। यहाँबाट भरेर अब यो खोल्लै यो बाटो तल के पर्छ। यो बेसीको ठाउँ हो यो माथिको डाँडो भन्दा चाहिँ माथि हाम्रो घर पर्छ। फेरि अब हामी बस्छौँ यहाँ माथि, यताबाट यता धेरै माथि हो। यो पानी बल्ल यहाँ आइपुग्यो। पानी बल्ल यहाँबाट झऱ्यो यो पानी। अब झर्दै तल पुग्नुपर्छ खेतमा। अझै धेरै तल छ फेरि यो तलको यो डिलभन्दा तल होला। पानी व्यवस्थापन गर्ने काम छ यो भाइ हो, यसले गरिरहेको छ। कोदालो यहाँ राखेको छु मैले। अनि यहाँबाट पानी झर्यो, माथिबाट पानी आउँदैछ। यहाँबाट सरर पानी आउँदैछ। यहाँनिर फेरि मान्छे लट्काएपछि अब फेरि यो पानी यता झर्छ। आइसक्यो पानी हो। यहाँबाट सरर यो बाटो हुँदै यो डिल मुनि हो क्या। यो डिलबाट पनि धेरै मुनि हो क्या। फेरि हामी जाने चाहिँ पानी लिएर खेत चाहिँ टाढा छ गाइज है। यो सबै खेत हो यो। अहिले यो यता यो बाँझो भए चाहिँ यो गहुँ रोप्दैनन्। यहाँ चाहिँ धान मात्रै फलाउने। यसको सिधा हाम्रो यतापट्टि पर्छ। यताबाट यो बाटो आउँछ। अब यो बाटो होइन, बाटोको भित्रबाट आउँछ। यता सरर आउँछ। यहाँ चुइने, यहाँबाट चुइने, यता जानुपर्ने पानी यतै झर्ने भयो। यसलाई यहाँ टाल्छ भाइले। अब ए भाइ यहाँ टाल्लो, अलिहाल फेरि चुइन्छ सबै जान्छ। यहाँ पानी आउँछ। पानी आइसक्यो यहाँनिर ठ्याक्क जान्छ। अब यो पानी साटसुट तल लग्ने ढ्याक्क यो बाटो। भाइ यहाँ पनि टाल, यहाँ पनि चुइने रहेछ पानी। यसलाई पनि भाइले टाल्छ। अब चुइने हो कि अब जसले पनि खेतमा पानी लगाइरहेको हुन्छ नि, जसलाई पनि चाहिन्छ नि त पानी। त्यतिखेर यहाँबाट भयो। अब म अगाडि हेर्छु कहाँ के भइरह। यो ठिक छ। यहाँबाट बेसीको लालुपाते फुल हो। लालुपाते नुग्यो भइदिएर भने कि सुन्नु भएको नि, लालुपाते भन्ने चाहिँ यही हो जिन्दगीमा है। यो चाहिँ यताको रोड हो होइन, यो चाहिँ रोड हो। यो चाहिँ अब धान परालहरू बनाएपछि यहाँनिर गाडी ल्याएर यहाँ तलबाट बोकेर यहाँ ल्याएर अनि लेखेर लाने चलन छ हाम्रो। अब हाम्रो चाहिँ यो डिलबाट नि तल हो है भाइ। पानी चाहिँ यो डिलबाट नि तल लाने। पानी चाहिँ ठ्याक्कै रोडसम्म आइसक्यो होइन।
यो पानीलाई लाँदै 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 यो पानी तल 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 यो बाटो हुँदै लाने तल यो बाटो हामीले यहाँसम्म पानी ल्याउन सक्सेस भइसकेको छौँ। अब यहाँबाट तल तल हुँदै यो ओह्रालो बाटो सर एकैछिन पुग्छ। अब त धेरै छैन। अब माथिबाट यो बाटो हुँदै 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 यो भित्तै हुँदै पानी आउँछ। यहाँबाट तल 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 लग्ने हो। यो बाटो यतै हुँदै जान्छ। अब यो डिलबाट अलि तल अझ पानी पुर्याउनु पर्ने अझ तल यहाँबाट अझ तल यहाँबाट यता भरिसकेको छ गाई जाई देख्न सक्नुहुन्छ तपाईँहरूले होइन। पानी चाहिँ सरर गइसकेको छ तल है। यो पानी तल पुरेर फेरि एउटा यहाँ अर्को पानी छ अर्को यो पानीसँग मिसाउने अर्को पानी त्यो पनि लिन जान्छौँ हामी होइन भाइ। हामी अर्को पानी नि मिसाउने होइन। यहाँबाट यस्तो 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 झर्छ सर्लक्क यो बाटो हो। अब हामीले चाहिँ ठ्याक्क पानी कहाँ पुर्याउने भन्नुहुन्छ भने यो डिलभन्दा तलतिर पुर्याउने यो डिलभन्दा तलतिर। अब हामी एकदम नजिक छौँ एकदम हाम्रो नजिक छौँ पानी आइसकेको छ। अब ठ्याक्क होइन यो पानी सरर जान्छ जान्छ यो खोला के हो बाटो जान्छ। यो बाटोबाट पानी आउँछ होइन। यो पानी आएर यो यता झर्छ तल झर्छ। यो पानी हामीले पुर्याउने चाहिँ यहाँ तल यहाँनिर हो। यो देखेको जति सबै यो ठाउँमा हामीले पानी पुर्याउँछौँ। यहाँ यो डाँडो भन्दा पनि तल पनि छ। यो डिलभन्दा तल्लोपट्टि पनि पानी पुर्याउनु पर्छ। अब यसलाई सपोर्टको लागि यो बाटो पनि पानी ल्याउँछौँ। यो बाटो पनि पानी आउँछ। यो बाटो पनि हामी पानी ल्याएर यसलाई सपोर्ट गर्छौँ। अनि पानी त फाल बनाउने पानी फाल बनाएपछि हाम्रो छिट्टो हुन्छ काम। फेरि घर जान्छ बेलैमा। यहाँबाट आउँछ यहाँबाट सुरु हुन्छ। अब यहाँबाट सुरु हुन्छ प्याजमै लाउनु पर्छ। यहाँबाट सुरु भएर ट्याक्क यो सबै यो देखेको जति यो सबै अनि यो तल यहाँदेखि तल पनि छ यो लाएर अनि हामी फेरि लेक फर्किन्छौँ गोटुङटुङ। यहाँ माथिबाट आउँदैछ। अब यहाँ माथिबाट आउँदैछ। यहाँ माथिसम्म त आवाज आइसकेको छ पानीको। अलिकति देख्न सकिन्छ क्या हो यहाँनिर आइसक्यो पानी। यहाँबाट यो बाटो झरेर यताबाट आएर यहाँबाट होइन तल्लोबाट पो छिर्छ यताबाट यता छिर्छ। यो पारिपट्टिदेखि चाहिँ घ्याङ सुकठोकर हो। हामी वारिपट्टि जफे बेसी उता पारिपट्टि घ्याङ सुकठोकर भन्छन्। यो खोलो चाहिँ घ्याङ खोलो हो। यो खोलोमा चाहिँ यो खोलोको छुट्टै रहस्य छ। यो पानी पर्ने सिजनमा यहाँनिर यो खोलामा भलबाडी पानी धमिलो पानी आयो भने चाहिँ आकाशबाट पानी 7 दिन पर्दैन भन्ने मान्ने छ भन्ने कुरो चाहिँ पुरानो हाम्रो यता गाउँतिरको बुबाहरूले भन्नुहुन्छ। अनि यो खोलोभन्दा तलतिर चाहिँ एउटा भ्याकुरेको देवी भन्छौँ एकदम शक्तिशाली देवीको मन्दिर छ अलिक तल। यो पानीलाई हामी सपोर्टको लागि यो कुलाबाट पानी ल्याउँछौँ ताकि हाम्रो काम छिटोभन्दा छिटो सकियोस्। हाम्रो पानी छिटोभन्दा छिटो गरामा लागिसकोस् भन्नको लागि हामी फेरि पानी लिएर आउँदैछौँ। हामी अब कामलाई जारी राख्दैछौँ। यो पानीलाई चाहिँ हामी सपोर्टको लागि यताबाट यस्तो ल्याएर यता झार्नेवाला छौँ। कुलामा पानी लिएर आउनको लागि जाँदैछौँ। हेरौँ पानी कति छ। यता सपोर्टको लागि काम छिटो चुस्त र दुरुस्तको साथ काम होस् भन्नको लागि हामीले यहाँबाट पानी लिएर आउने। पानी फर्काएर यो अहिलेको कुला जान्छौँ। यो पानी सानो सानो रहेछ भेट्दो रहन्छ। यता पर पनि जान्छौँ हामी होइन। हेरौँ अब यो पानी त उता जाँदै गर्छ ट्याक्कै यो कुलो भन्दा चाहिँ हाम्रो सबै यो बेसीलाई चाहिँ जफे बेसी भनिन्छ। अनि यो हामीले पानी ल्याउनु भने यो हाम्रो जग्गा चाहिँ यहाँ तल नि छ। यो तल यहाँनिर चाहिँ हामीले पानी लाएर अनि हामी घर फर्किन्छौँ लेकतिर। यताबाट सपोर्टको लागि यो बाटो पनि पानी ल्याइयो। यति भयो नि सपोर्ट हुन्छ नि त। यहाँबाट यो मिसिएर अब तल अलि ठुलो हुन्छ। अब यो दुईवटा पानी आधी पानी यताबाट आइरहेको छ आधी पानी माथि आइरहेको छ। यो पानी पनि पर पैसाको लागेर यो पानी यो सबै पानी लाएर अनि हामी आज लेक जान्छौँ घरतिर। हाम्रो चाहिँ लेक बेसी भन्ने चलन छ क्या गाई जो कामतिर। यहाँ तलतिर चाहिँ गाउँ मृगले खान्छ अरे धेरै नै गर्नु र। केरा घारी पनि छ फेरि अलिअलि सानो केरा। यो बारी सबै
लगाइसक्नुपर्छ, पानी लगाइसक्नुपर्छ। त्यो चाहिँ पहिला यहाँनिर चाहिँ हाम्रो बेसीमा मतान, बेसीतिरको चाहिँ मतान भन्ने चलन छ कि यहाँनिर मतान थियो पहिला बेसीमा। यहाँनिर हामी यहाँ यो माथितिर गएर नि हाम्रै थियो यो मतान, यो बाँसघारीहरू के छ क्या यहाँ सबै। यहाँको बाँस मासेको हो ठुलबाहरूले किन? यो यस्तो छ, यहाँ अम्बा फलेर चाहिँ अम्बा खाने, यो अम्बालाई खाने अर्ग्यानिक हो नि त फेरि। यो देखेको चाहिँ तामाकोसी हो, मतलब यो देखेको यो सबै तामाकोसी हो। यो चाहिँ सबै तामाकोसी कसम्म देखेँ यो सम्म तामाकोसी हो। यो चाहिँ तामाकोसी। पानी चाहिँ यहाँनिर आइसक्यो, यो सबै लगाएर यहाँ तलसम्म लाउनु पनि। तलको चाहिँ यो तलको बारीमा चाहिँ गहुँ चाहिँ मृगले खाइसकेछ। यो त सायद लाउँदैन होला अब यता लाएर अनि हामी फर्किन्छौँ। फाइनल्ली हामीले चाहिँ पानी लाउन सफल भइसक्यौँ। यो सबै भइसक्यो, यो नि भइसक्यो, यता माथिको सबै यिनीहरू देखेर सब भइसके। बाँकी अलिकति यो छेउमा अलिकति पुग्यो बाँकी छ। अब हामी लेकतिर लाग्छौँ। हामी चाहिँ तल पानी लाएर माथि फर्किसक्यौँ। अब यहाँ माथि अलिकति खेत छ, अलि माथि, त्यहाँ पनि पानी लाउँछौँ हामीले। अनि त्यसपछि घर जान्छौँ। लगभग अब आजको काम सकिन लागिसकेको छ। अब चाहिँ फर्किन्छौँ हामी। तलको खेतमा पानी लाएर आइसकेपछि अब फेरि यो माथिबाट पानी फर्काएर यो खेतमा पानी लाउँदैछौँ। यहाँबाट पानी जाँदैछ, यसरी गएर पानी झरेर यो चाहिँ अर्को ठाउँको हो। उता अघि उताको धेरै उताको हो, यो अलि उताको अर्को खेत हो। यो लगाइसक्यो, यहाँ पानी यसरी लगाइसक्यो। यहाँ लगाइसकेर अब ठ्याक्कै यो बारी भरिसक्यो। यो बारी भरिन्छ, खेतमा सबै सकिएपछि अनि योदेखि लिएर यताको तलसम्म छ, तलसम्म यो पनि पुरै भरिन्छ आज। अनि हामी लाग्छौँ। यहाँनिर तलतिर चाहिँ हामीले आलु पनि रोपेछौँ। यो चाहिँ आलु हो, यसमा चाहिँ पानी जान दिनु हुँदैन, फेरि पानी गयो भने फल्दैन। यो पुरैदेखि यिनीहरू अनि यो भिरकोटको भिर, त्यहाँदेखि उताबाट भिरकोट, यो जफे बेसी यतातिर सबै।